कति राम्री बनाइदिएको नानीलाई त दिउँसो देख्दा तर्सिने बनाइदियो यस्तो नानीसँग बस्नु डर लाग्दैन ए ल यहाँ यहाँ नानीले बुई गर्छु अब नानीले बुई गर्छु बुई गर्दा बम बम खेल्न लान्छ नानी हेलो एभ्रिवान दर्शन नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल विथ नेक्स्ट भिडियो अनि तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ हैन तपाईहरुलाई धेरै 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 स्वागत छ अनि त्यहाँबाट तपाईहरु सन्चै हुनुहुन्छ होला हैन जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ एकदम हाँसी खुसी रहनु होला सन्चै रहनु होला हैन अनि मेरो भिडियो हेरेर मेरो च्यानललाई के भन्छ भिडियोलाई लाइक कमेन्ट अनि च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला है अनि त्यसपछि अनि अब आज चाहिँ विशेष चाहिँ केही होइन तर मैले चाहिँ एउटा के भन्छ एउटा आज चाहिँ म यहाँ दिदी भेनाको कोठामा छु अनि म आएको त 2 दिन दिनै भइसक्यो हैन अनि आज चाहिँ दिदीको एक्जाम छ अनि भेना आउनुहुन्न भेना काठमाडौँ जानुभएको छ अनि दिदीको एक्जाम जानुभएको छ अनि दिदी बिहानै 6 बजे एक्जाम नगर्नु सक्नुभयो अनि भाइ मसँग छ अनि भाइ दिदी बिना त्यति बस्न मान्दैन हैन अनि त्यहाँबाट अनि आज चाहिँ मैले अब मुख बन्द भएर आएको छु भन्न मैले अब मुख बन्द भएर आएको छु भन्नु होला नि के गर्नु गाइस अनि त्यहाँबाट अनि दिदी चाहिँ बिहानै गइसक्नु भयो अनि अब भाइ चाहिँ आज दिनभरि मसँग कसरी बस्छ हैन म चाहिँ भाइलाई दिनभरि कसरी मनाउँछु हैन कसरी गर्छ आजको दिन चाहिँ अब दिदी आउँदाखेरि लगभग अब दिदीको एक्जाम 3 बजे मात्रै सकिन्छ भने पछाडि दिदी त लगभग आउँदाखेरि ग्रामबाट यहाँ आइपुग्न 1-2 घण्टा लागिहाल्छ हैन अनि त्यो खाना खानु पर्यो यता उता गर्दाखेरि लाग्छ अनि त्यसपछि अब 4:30 बजीसम्म बिहान 6 बजीदेखि 4:30 बजीसम्म हैन 4:30 बजीसम्म 5 बजी त्यस्तै राखौँ हैन त्यतिन्जेलसम्म चाहिँ हाम्रो भाइ मसँग कसरी बस्दो रहेछ म के गर्न सक्दो रहेछु भनेर अब एकदम आत्तिराख्नुहुन्छ दिदी भेना चाहिँ अनि भनेर अब म चाहिँ भिडियो बनाउँदै बसिरहेको छु क्या अब भोलि पर्सि भाइ ठुलो भएर देखाउनको लागि बनाएको गाइस म यति अनि अब भोलि पर्सिको लागि सुरक्षित गर्नको लागि त मैले च्यानलमै हाल्नुपर्ने हुन्छ हैन त्यही भएर मैले आएर आएको चाहिँ अब आज दिनभरि चाहिँ अब भाइ र म मात्रै अब घुम्छौँ हैन त्यसले पनि सबै देखाउँछु ल अब आज चाहिँ के भन्छ आज चाहिँ सबै पुरा दिन मिङसाङसँगको मात्रै भिडियो आउँछ मेरो भाइको नाम मिङसाङ हो मिङसाङ गुरुङसँगको मात्रै भिडियो आउनेछ अगाडिको एउटा क्लिप चाहिँ अघि नै छुटिसक्यो अब किनभने दिदी बिहान 6 बजी नै जानुभएको भाइ उठिसकेको थियो हैन अनि त्यस पछाडि मैले भाइ घुमाउन लगेँ त्यति बेला मलाई होस पनि भएन त्यो भिडियो गर्छु यस्तो भन्ने अनि भरे आएर उसलाई मामसाम खुवाइदिए किलीमा पकाइदिनु त्यो दिदीले त्यो खुवाइदिएँ अनि त्यहाँबाट त्यो खुवाइदिइसके पछाडि अब एकछिनबाट चाहिँ त्यो भाइसँग खेल्दा त्यो अचानक दिमागमा आयो क्या भिडियो गरेको भए हुन्थ्यो भन्ने भयो अनि त्यहाँबाट मैले भिडियो गर्न थालेको अगाडिको एउटा क्लिपहरू चाहिँ छुटिसकेको त्यो क्लिपहरू अब त्योभन्दा पछाडिको चाहिँ यहाँ अलिअलि छ हैन मैले लिनु सके जति लिनु भ्याए जति चाहिँ मैले लिएको छु अब आज चाहिँ म तपाईहरुले हजुर नाइ ल आयो भन A full day with Mingsang. Hey Mingsang. Nani bam bam. Gaya bam bam. Tolo orla tolo buima. Auna. Sudah ya nunu gara. Oh good. Auna. Lu nunu gara auna. La. Ayah. मलाई लात्तीले दिनेको 17 फेर तिम्रो फेरि सुता यहाँ सुता लु सुता म भिडियो बनाइदिन्छु गुड मिङ्च के चाहियो तिमीलाई के चाहियो यता हेरेर भन्ने के चाहियो तिमीलाई
मम्मी चाहियो बोलौ मम्मी भन आउनु भन भागो यिनीभित्र अहिले जानुपर्छ टुली टुली गर्न मम्मी भने आइया हो मलाई बेबी चप्पल लाएर कहाँ जाने हो हजुर हो त्यहाँ छिटो बढाएर आयो आयो यो को हो भाइ नि त्यो भाइ हो आई लभ यु भाइ म त भाइलाई मात्रै माया गर्छु मिङसाङलाई त गर्दिनँ यो भाइलाई मात्रै माया गर्छु म त मिङसाङलाई त गर्दिनँ नाइ भाइ आई लभ यु भाइ म भाइलाई माया गर्नु कि मिङसाङलाई मिङसाङलाई ए ल अच्छा अच्छा खोइ म माया गर्छु मिङसाङलाई लु म त ढाँटेको पो त भाइ नि म त मिङसाङलाई नै माया गर्छु ढाँटेको पो त मैले भाइलाई माया गर्छु भने त म यो भाइलाई त माया गर्दिनँ नि यहाँ देखिएको भाइलाई त ल हो या ए ल ल ल म यो देखेको भाइलाई माया गर्छु ल ल ल ल ल ल गरे त माया ताउ ए ताउ भेट्यो ताउ भेट्यो हामीले ताउ भेट्यौँ ल ए काम चाहिँ नगर्देऊ ल मलाई बचाऊ यो कपाल काहीँ गरिदिएको नानीको ए ल ल कति राम्री बनाइदिएको नानीलाई त दिउँसो देख्दा तर्सिने बनाइदियो भाइले त नि नानीलाई नि अब यस्तो नानीसँग बस्नु डर लाग्दैन ए ल भाइले नानीलाई राम्री बनाइदियो कति राम्री बनाइदिएको यहाँ हामी माम पकाउँछौँ ल भन माम पकाउँछु माछ भन छिटो न त्यो खानु हुँदैन त त्यस्तो गाई बेबी भन छिटो माम पकाउँछु माछ भन अनि कपालको काहीँ गर्ने ल भन न छिटो माम पकाउँछौँ माछ आई लभ यु भनिदेऊ गुड कति नक्कले हो मेरो भाइ त कति नक्कले ल अब चाहिँ हामी माम पकाउँछौँ 9 बजिसक्यो 9 बज्न लागिसक्यो होला 9 बजेर नि 9:30 भइसक्यो अब हामी माम पकाउँछौँ आज चाहिँ हामीले स्पेसल केही गरेको होइन आज चाहिँ हाम्रो दिन म बच्चाहरूसँग कसरी दिनभरि बस्न सक्दो रहेछु भनेर मैले लिएको मात्रै हो होइन मैले आफूलाई एक्सपेरिमेन्ट गरेको मात्रै हो बेबी हुन्न यो ग्यास लड्यो भने त अहिले फेरि खत्तम हुन्छ त म आज खतरा एक्सपेरिमेन्ट गर्दैछु है आज एक्लै हामीलाई भोक लाग्न आँटिसक्यो अनि त्यसैले अब हामी पकाउँदैछौँ माम अब चाहिँ हामी पकाउँदैछौँ माम पकाउँदैछौँ माम भोक लाग्यो नि त भाइलाई चाहिँ अघि बिहानै गिली माम खुवाइदिएको दिदीले बसाएर जानुभएको पकाइदिएर जानुभएको थियो बसाइदिएर अनि त्यहाँबाट अब हामी चाहिँ अब हामीसँग एकचोटि खान्छ अलिअलि मसँगै अनि त्यहाँबाट उसलाई अरू अनि भरे दिउँसो मात्रै खुवाउनुपर्छ
अब हामी चाहिँ फेरि मिङसाङ र म माम पकाएर खान्छौँ नि। यसो चलाउनु हुँदैन बेबी, तिमी मोबाइल हेर्दै बस। मिङ्सो मिङ्सो बेबी हुन्न है त्यो, हामी करेलाको तरकारी खाऊँ ल। हजुर करेला खान्छौ? करेला खान्छौ? करेला खान्छौ? करेलाको तरकारी खाऊँ ल। करेला र आलु खाऊँ ल। ल भन न। पाकी त गर्नु पर्यो त बेबी, पाकी गर्ने पहिले त। मम्मी आलु नानी आलु। एकछिन न पाकी गर्छु। खोइ छोडा त, म पाकी गर्छु। एकछिन यहाँ बस है ल। त्यसलाई कराइदेऊ न। भन्दै गीत गाउँदै खेल। हस् भन के खाएको? काका अनि आलु माम खाएको नि। हामी त माम खाने नि त, हामीले त माम पकाइसक्यौँ। बनाइदे मैले मिङसाङलाई राम्रो बनाइदे। कस्तो राम्रो बनाइदे मैले। बम नाना लगाएर मात्रै छिटो नाना लगाउने। दन कहाँ हिँडेको? छिटो हिँड छिटो। मिङसाङ डुल्न हिँड्नु है अब। त्यो म खाने हो, म खाने। भाइ खाने होइन, त्यो भाइ खाने हो। लु हिँड। हजुर भाइ खाने। ल भाइ खाने। त्यो कसले खाने अरे? भाइले खाने नि। खुस्केन? खोइ अहिले म खुस्काइदिन्छु। खै लु तान, यो तान प्लास्टिक। जरो भाइको नाना डन जस्तो कुदा हो। गुड र मेरो दिन चाहिँ घुमेर बित्दैछ है। मिङसाङ घुम्नुमा जान्छ अरे। नरुनु ल, रुन्न। आमाले मलाई कुट्नु भयो नि, म रुन्न ल। मिङसाङले त नरुनु भन्यो मलाई। मिङसाङले त नरुनु भन्यो। हात काटी गर्छ नि ल। हाय हाम्रो हालत। हाय म फोटो खिचिदिन्छु ल। यता हेर लु। खोइ त यता। पापा खाएको नि। हामीले डुलेर आएर पापा खायौँ। अब हामी नुनु गर्ने नि। चिप्स खाएको, चिप्स। अब नुनु गरौँ ल। त्यो मिङसाङ त एकछिन डुलेर आएको मान्छे त। दिदी टेन्सन नगर्नु, छोरा सुतिरहेछ। अहिले भर्खर फोन गर्नुभएको थियो। अब मेरो चल्ने साथी पनि सुतिहाल्यो। अब 1-2 घन्टा सुतिहाल्छ। के गर्नु यो आफै त। चुप लागेर बस्ने लाइन पनि छैन। एक्जाम आइरहेछ, पढ्नु पनि अल्छी लागिरहेछ। हालत खराब छ। बेबी मम्मी जाने। भाइ अहिले भर्खर उठेको। अब भाइ र म भाइको माम बनाएर खान्छौँ अनि जान्छौँ होइन। भाइको लिची बनाएर खानुपर्छ।
अनि मामु जानुपर्छ आज लु आज भन न अनि मम्मी जानुपर्छ लु भाइ भर्खर सुतेर उठेको 2 बजिसक्यो भाइ उठ्दा ल है ल लु भाइको माम बनाएर अनि जानुपर्छ आज लु यहाँ मोबाइल हेर्दै गर्नु त बनाइङ द लिटो तर मलाई लिटो चाहिँ बनाउन आएन जस्तो छ कोही के भयो भयो त्यही पनि अलिअलि आयो मिङसाङ भाइ माम खाँदैछ त्यहाँ सुतेर मोबाइल हेर्दैछ भात खाइसके पछाडि तर मम्मी जाउँ भन्दैछ मर्चेन्ट हेरी मिङसाङ र म मम्मी खोज्न गएको नि मम्मी खोजेर मावानेरी पुगेर आउँदैछौँ लु मिङसाङ र म छिटो छिटो मम्मी खोजेर आएको यो समयमा मिङसाङ र म मिङसाङको मम्मी खोजेको मिङसाङ यहाँ मम्मी खोज्दैछ छिटो यहाँ मम्मी खोज नानी दिदीहरू आइपुग्ने बेला भयो अब मम्मीलाई भेटाउँदा चाहिँ कसो गर्छ र अब म चाहिँ भिडियो लिनु पाएँ भने चाहिँ रियाक्सन देखाउँछ भिडियो लिनु पाइनँ भने चाहिँ अब के गर्नु होइन माफ पाऊँ भिडियो लिनु पाएँ भने चाहिँ म तपाईँहरूलाई मिङसाङको रियाक्सन देखाउँछु त मम्मीसँग भेट्दाको कस्तो तक्लु चिन्डे नि देखिएको छ्या म त चिन्डी तक्लु देखिन्छ त मिङसाङको अन्तिम मम्मी पर्खाइ चाहिँ यसरी हुँदैछ कोक्रोमा बसेर मोबाइल हेर्ने राम राम मिङसाङ ओ कोक्रोमा बसेर मोबाइल हेर्ने कोक्रोमा बसेर मोबाइल हेर्दैछ मिङसाङले यता हेर म फोटो खिचिदिन्छु यता हेर न खोइ भाइ कता घुरो क्यामेरा
फुल डे विथ मिङसाङ पनि सक्यो, समाप्त भयो। दिदी आउनुभयो अनि दिदी आएर मिङसाङ यसो गर्दैछ। अब यति हो।